मलाई पनि धेरै धेरै बधाई छ। म त्यति चर्चित छैन अरू छ र यहाँको परिवारलाई पनि अब उहाँ काइलो हुनुहुँदो रहेछ। काइलोबा भन्थे पहिलाको बुढो भएपछि, अहिले त काइलो त तरु नै छ, कुनै बेला काइलोबा भएपछि काइलोबा हुनु होला। अब उहाँले काइलोबाले बेसी अति राम्रो तरिकाले काम गर्दै जानुहुन्छ र सङ्गीत क्षेत्रलाई, कवित्व र लेखन क्षेत्रलाई चाहिँ सधैँ कायम राख्नुहोस्। यो चाहिँ के हुन्छ भने तपाईँले जति गर्नुहुन्छ, जति कमाउनुहुन्छ, जति हिँड्नुहुन्छ, त्यो आफ्नो प्रोफेसनल पाटो पनि छ, तर सृजना तपाईँको सधैँ अमर रहनेछ, अमर हुनेछ भन्ने शुभकामना दिन चाहन्छु। र फेरि पुनः एकचोटि तपाईँहरू सबैलाई म हार्दिक बधाई चाहन्छु यो कार्यक्रमको। र उहाँको विशेष परिवारलाई, उहाँको बहिनी भन्नु श्रीमती, छोराहरू सबलाई, बहिनीहरूलाई पनि, बुहारी सबलाई मेरो बधाई छ, आशीर्वाद छ तपाईँहरूलाई। तपाईँले दिदीलाई यसरी नै लेख्नको लागि, कलम चलाउनको लागि चाहिँ गरिरहनु होला भन्ने म राख्न चाहन्छु। र म